सम्पूर्णमा नमस्ते। के को खुसी होला यो भनेर पछि थाहा पाउनुहुनेछ। आफ्टर लङ टाइम आम ब्याक हियर। सो बाबुलाई बाई भनिवरी म चाहिँ घरबाट निस्किएँ। निर्मलाले मलाई घरमै आएर भेटेकी थिइन् र हामी निस्किने जाने क्रममा फेरि बमिट हुने नि त, त्यही भएर बमिट रोक्ने औषधि खाऊँ भनेर मेडिकल छिरिन् र वेट गर्दै जाँदा दुईवटा साथीहरू पनि आइपुग्नुभयो अनि उहाँहरूलाई वेट गर्दै गर्दै अरू साथीहरू पनि आउनुभयो एउटै माइक्रोमा चढेर र हामीहरू बाटोमा जाँदैछौँ र हामी चाहिँ अहिले बुटोलतिर लाग्यौँ र बुटोल गइसकेपछि चाहिँ फेरि पानीले हामीलाई स्वागत गर्यो। पानीलाई बिदा गरेर घरबाट निस्केका थियौँ। बुटोल पुगेपछि स्वागत गर्यो र पानी परेको कारणले मैले बिचको भिडियो चाहिँ बनाउनु पाएन। हामीहरू पाल्पा जाने गाडीमा चढेर सिद्ध बाबालाई दर्शन गरी अगाडि बढिरहेका थियौँ। बाटोमा डाँडाकाँडा होइन कुराकानी मिठो मिठो कुराकानीहरू यस्तै गर्दै अगाडि बढ्दै जाने क्रममा हामीहरू चाहिँ पाल्पा प्रवास पनि आइपुग्यौँ। लास्ट इयर पनि हामीहरू यति बेला नै रिफ्रेसमेन्टको लागि धेरै गर्मी भएको कारणले पहाडतिर एक दिन भए पनि गएर बस्छौँ, फ्रेस हुन्छ भन्ने सोचेर पाल्पा गएको थियौँ र अहिले पनि पाल्पा नै अब कहाँ जाने, टाढा जानलाई एक दिनको मात्रै टाइम होइन। सो पाल्पा अनि हाम्रो गाडीको चाहिँ टायर पङ्चर भएको थियो बनाइवरी फेरि हामीहरू चाहिँ हाम्रो डेस्टिनेसनको लागि र लाग्दै आइपुग्यौँ होइन। हामी चाहिँ राईडाँडामा चाहिँ शीतल फार्ममा हामीहरू आएका थियौँ र देख्न सक्नुहुन्छ फाइनल्ली वी आर हियर होइन। एट द्याट टाइम त्यति बेला चाहिँ त्यसपछि रमाइलो गर्दै गर्दै फेरि हामी माथि चढ्यौँ। लास्ट इयरको कुराहरूलाई पनि सम्झिँदै लास्ट इयर आएका साथीहरूलाई सम्झिँदै अहिले पनि 2-4जना साथीहरू चाहिँ छुट्नु भएको छ है। ल अब हामीहरू सिर्जना फार्म, सिर्जनाको त यस मात्रै रहेछ। सिर्जना फार्म अरे के भन्छु, शीतल फार्म के। अनि फुलहरूले हामीलाई सर स्वागत गर्दै सो यु क्यान सी शीतल फार्म हियर। लास्ट इयर लिची पाक्न लागिसकेको थियो। अहिले चाहिँ खासै लिचीको त्यस्तो उस थिएन अनि एज युजुअल होइन। बादल मोही लोकल मोही त्यसपछि खाजावजा खाएर स्न्याक्स आयो अनि यसो भ्युजहरू गरेर एकदमै वन्डरफुल प्रिसियस भ्युज के त्यहाँको होइन। अनि खाजा खाइसकेपछि टिकटक भिडियोज फोटोज यस्तै अगाडि चलिरहेको थियो। त्यसपछि अनि अब ड्रेस चेन्ज गरौँ भनेर ड्रेस चेन्ज गरी फेरि फोटो फेरि भिडियो हामीलाई जानु कोही पनि थिएन कि खासमा चाहिँ त्यही नै रमाइलो त्यही नै त्यो खुसी के को थियो होला भनेको साह्रै नै रमाइलो के है। एकछिन चाहिँ मलाई एकदमै कस्तो गाह्रो भएको थियो कि टाउको बढी दुखिएको थियो अनि म चाहिँ सुतेको थिएँ अनि उनीहरू गुड मर्निङ फ्रम पाल्पा सिर्जना फार्म होइन। अनि ब्युटिफुल हाइड्रेन्जिया पिङ्क कलरको है। त्यसपछि ब्रेकफास्ट टाइम यो चाहिँ हामीहरू साथी सानो नानी भेट्नु भएको त्यहाँनिर आफ्नो फ्यामिलीसँग जानुभएको रहेछ। ब्रेकफास्ट ह्याप्पी ब्रेकफास्ट गरिवरी यो फुललाई त एक नजर मेरो भिडियोमा त राख्नु नै पर्यो। बाई द वे आई एम द फ्लावर लभर होइन। त्यसपछि फेरि रेडी भइवरी हामीहरू लाग्यौँ रानी महलतर्फ। गाडी बुक गरेर गाडीलाई त्यहीँ शीतल फार्ममा बोलायौँ र पाल्पा तानसेनको रमाइलो बजारलाई अवलोकन गर्दै 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 बतासे डाँडालाई पनि हेर्दै 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 हामीहरू रानी महलको खोला बिचमा पुग्यौँ र यसो एक सिङ्गर के। त्यसपछि हेर्नुहोस् फोटो भिडियो
के अब हामीलाई चाहिने नै त्यही के फेरि है लेडिज हौँ नि त। अनि सबै रमाइलो गरेर भइसकेपछि वी आर रिटर्निङ ब्याक। अनि बिहानको स्न्याक भएको थियो, खाना भएको थिएन। चाउचाउको सुप त नेपालीको सधैँको फेभरेट। मोमो चाउमिनलाई पनि फ्लप खान्छ खासमा। अनि पाल्पा स्टेसनमा हामीहरू बाई बाई पाल्पा भन्दै थ्याङ्क यू सो मच।